हेलो गाइस, गुड आफ्टरनुन। यो लामो समयपछि म आफ्नो मेरो भ्लगमा आएको छु साथीहरू। आज चाहिँ यो लोकल यातायात महासङ्घले गर्दाखेरि तपाईँहरूको यातायात बन्द गराएको होइन, सबै सार्वजनिक यातायातहरू चाहिँ बन्द गराएको छ। त्यो म बाहिर निस्केको थिएँ, काम थियो र आज हिजो मैले स्टुडियोमा हेलमेट छोडेको भन्दा पनि साथ दिएछ कुरियरले हिजो अनन्तनगर गएको, तर अहिले त्यो मान्छे आएको छैन अरे त। अनि अर्को साथी घरमा लिएर आएर त्यो हेलमेट साटो दिइराखेको थिएँ। सो त्यतै जानु भनेको, तर आज यसो बजारहरू यसो भिज्दैछु यस्तो क्या होइन। सो आज चाहिँ एकदमै गाह्रो भइरहेको छ सर्वसाधारणलाई, जसको चाहिँ आफ्नो सवारी साधन छैन तिनीहरूलाई एकदमै गाह्रो परेको छ। सो म सकेसम्म आज म जानेतिर भेटाएँ भने म फ्रीमा लान्छु होइन। तपाईँहरूलाई कस्तो लाग्छ र यो यातायात स्टप गर्नु चाहिँ होइन, सार्वजनिक यातायातहरू बन्द गर्नु चाहिँ कतिको राम्रो हो कमेन्ट गर्नु होला साथीहरू। कतिको सर्वसाधारणलाई गाह्रो हुन्छ यो। जसरी पनि जस्तो पहिला चाहिँ ट्याक्सीहरूले चाहिँ अब जुन अब नेपाली बजारमा निस्केको विभिन्न एप्सहरूले गर्दाखेरि हामीलाई गाह्रो भयो भन्ने हिसाबले गरिरहेको हुँदाखेरि अनि उनीहरूले चाहिँ हामीले कमाउनु पर्छ, अरूले पर्दैन। अब निजी सवारी साधनले मान्छे पुग्नु पाउँदैन, जस्तो पठाउहरूले पुग्नु पाउँदैन भन्ने गरेर बाइकहरूले त्यही कुरालाई अघि लिएर यहाँनिर बन्द गरेको छ। लगभग आजदेखि चाहिँ लगभग 19 गते आज 19 गतेदेखि चाहिँ यिनीहरूले बन्द गरेको छ। र यो कतिको दायी कुरा हो र यसले कतिको सर्वसाधारणलाई चाहिँ आम सर्वसाधारणलाई कतिको गाह्रो हुन्छ भन्ने विषयलाई चाहिँ लिएर तपाईँहरूले कस्तो हुन्छ कमेन्ट गर्नु होला। म सकेसम्म चाहिँ एक दुईवटा राइड चाहिँ फ्री गर्नेछु होइन। आज कति अब हेरेर सिचुएसन हेरेर गर्नुला। आउनु, कहाँ जाने, माथि जाने, आउनु त म उहाँलाई लिएर जान्छु। तपाईँ कहाँ जाने? हजुर, सिर्जना चोक माथि कपन। ए हुन्छ, बस्नु। र म उहाँलाई लान्छु र उहाँलाई चाहिँ म फ्री राइड दिँदैछु। र यो सर्वसाधारणको लागि कतिको यो सार्वजनिक यातायातहरू बन्द हुनु भनेको कतिको गाह्रो पर्छ, कस्तो हुन्छ भन्ने कुराहरूलाई चाहिँ अब बुझिदिनु होला, नेपाल सरकारले बुझिदिनु होला र सम्पूर्ण यातायात व्यवसायले पनि बुझ्नुपर्ने हुन्छ। र आफ्नो तुना स्वजनको लागि मात्रै बन्द गर्ने होइन नि, सम्पूर्ण जनताहरूलाई पनि सेवा सुविधा दिनुपर्छ। सो गाइस मैले चाहिँ अहिले त्यहाँबाट कस्तो मोडी राखेँ, एउटा दिदीलाई मैले फ्री राइड गरेँ होइन। यहाँ चाहिँ गोपीकृष्णदेखि एकता बस्तीको सिर्जना चोकसम्म फ्रीमा ल्याइदिएको छु होइन। अर्को मैले चाहिँ उहाँसँग त्यस्तो कुरा गरौँ कि भन्ने थिएँ, तर कुरा गरिनँ किनकि कति प्रायः मान्छेको प्राइभेसीहरू हुन्छ, कस्तो हुन्छ भनेर नगरेको। र आज चाहिँ यस्तो छ होइन, आजको चाहिँ पुरै यो यस्तो छ स्थितिहरू। सो अनि अब म एक दुईवटा राइड गर्छु, फ्री राइड गर्छु होइन। साह्रो भएको मान्छेहरूलाई यसो फ्री राइड गर्नेछु। र उहाँ अब कति साह्रो अब असर पर्छ जनजीवनमा सार्वजनिक यातायातहरू नचल्दा भन्ने कुराहरू यही हो। सरकारले पनि गम्भीरताको रूपमा बुझिदिनु पऱ्यो र यातायात महासङ्घहरूले पनि बुझिदिनु पऱ्यो। मैले आफ्नो लागि मात्रै गर्ने होइन, सुविधाको लागि गर्ने हो नि त, त्यही गरेर। अनि पहिला कस्तो हुन्थ्यो नि, ट्याक्सीहरूले भनेको ठाउँमा नजाने, रात परेपछि नजाने, मिटरमा नहिँड्ने कुराहरू हुन्थ्यो, अब कुराहरू हुन्थ्यो। अनि यो एप्सहरू आइसकेपछि सेयर आइसकेपछि होइन, राइड सेयरिङहरू आइसकेपछि अलिक सजिलो चाहिँ भएको छ। तर यो कुरामा पनि कति नराम्रो पनि छ, सबै राम्रै छ भन्नु सकिँदैन, कति ठगेको पनि छ, कति के छ, यस्तो चाहिँ गरेर भाग्ने कुराहरू छ। तर यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ सरकारले पनि, हरेक कुराले काम गर्नुपर्छ। र सधैँभरि जनतालाई दुःख दिने काम चाहिँ गर्नु हुँदैन। नेक्स्ट भिडियो। अब यो गाडी नचलेको छ, गाह्रो छ। मलाई त राम्रो लाग्यो, तपाईँले अब फ्रीमा गरिदिनु भयो रहेछ। मैले एक दुईवटा चाहिँ आज फ्री गरिदिन्छु, मान्छेहरूलाई गाह्रो हुन्छ नि त कतिलाई, अब गाडी पाउँदैन होइन। अनि यो गाडी नचलाउनेहरूलाई के भन्नुहुन्छ? खोइ अब नचलाउने त के भन्ने त, अब अहिलेसम्म बन्दै गरिदिए पनि त हुने होला। सर्वसाधारणले दुःख पायो नि त होइन। अब नेपाल सरकार र यो यातायात व्यवस्थाले चाहिँ मिलेर गर्नु पऱ्यो, जनतालाई दुःख दिनु भएन हुन्छ। हुन्छ ल दिदी है, ल धन्यवाद। सो मैले चाहिँ एउटा दिदीलाई दिएँ, यहाँ चाहिँ त्यसै गरिदिएको छु है, फ्री राइड हो। सो एक दुईवटा गर्छु, कस्तो हुन्छ होइन, यसो स्थिति बुझ्नु पऱ्यो नि कस्तो के छ। गाइज लेट्स सी नेक्स्ट राइड।
हेलो सो गाइस अहिले चाहिँ यो एउटा टिचिङ जानेको आएको होइन हस्पिटल जाने रहेछ सो मैले यहाँ कहाँ भने तेन्जिङ चोकबाट सेट गरेर म त्यहाँ पुऱ्याइदिन्छु यो पनि फेरि राइट हुनेछ मेरो किनकि हस्पिटल जाने त गएको नि छ नि त्यस्तो हस्पिटल जाने बेलामा गाडी पाउँदैन सो त्यही भएर मैले लगिदिन्छु फ्री राइड हो यो त्यो पनि फ्री राइड नै हो म आज दुईवटा जतिवटा गर्छु फ्री राइड हुन्छ म आजको चाहिँ यस्तो छ होइन यस्तो सबै सुनसान छ यातायात केही चलेको छैन सार्वजनिक यातायात अघिको चाहिँ कहिले लगेर छ अफलाइनवालाले त्यहाँ म चाहिँ अनलाइन नै गरेर गइरहेको थिएँ अर्को चाहिँ जाँदाखेरि सामानदेखि यता घर जाने बाटोमा छ मैले त्यसलाई लिएर जाने भनेर चाहिँ मैले लोकेसन आएको थिएँ त्यो गाडी आज कतिवटा फ्री राइड गर्छु हेर्नु होला सो हेलो सो गाइज अर्को नेक्स्ट चौथो टिप चाहिँ मैले यहाँनिर फ्री राइडको लागि यसो गरेको छु होइन यहाँ श्रेष्ठ स्विमिङ पुलदेखि ताज ब्याङ्केट स्पेसल चोकमा छु म रिसिभ गरेर जाँदैछु है गाइज सार्वजनिक यातायातहरू चलेको छैन त्यो गाह्रो भइरहेको छ र मैले चाहिँ अघि जुन चाहिँ पिकअप गरेको छु जुन त फेरि घर जानु अरे जहाँ थियो त्यहीँ पुऱ्याउनु पर्ने अरे पिकअप लोकेसनमै पुऱ्याउनु पर्ने अरे र मैले ड्रप गरिसकेर भित्र कता पेपर लिएर आउँछु भनेको छ यसको गाइड मेरो यो नै लास्ट राइड हुनसक्छ र 5वटा कम्प्लिट हुन्छ सो हेरौँ लास्ट पनि हुनसक्छ र गर्न पनि सक्छु हरेक मान्छे चाहिँ अघि योभन्दा सेकेन्डको मान्छे चाहिँ के भन्दै थियो होइन म आफै पनि यातायात व्यवसायी हो मतलब मेरो पनि मागेको छ आज दिनमै 10-12 हजार घाटा लाग्यो के भन्ने यस्तै छ भन्ने कुराहरू गरिरहेको थियो होइन सबै सन्तुष्ट त कसै पनि छैन न सर्वसाधारण छ न यातायात व्यवसायी जुन चाहिँ यातायात गाडी मालिकहरू नै छ के भन्नु महासङ्घ जस्तो भन्ने कुरालाई सुन्नै पर्ने हुन्छ हरेक कुरामा सो गाइज मैले जहाँबाट पिकअप गरेको थिएँ र त्यहीँ ड्रप गरिसकेँ र म यता आइसकेको छु अब चाहिँ म मेरो 5वटा राइड पुरा भइसकेको छ म गर्न पनि सक्छु र नगर्न पनि सक्छु र आजको 5वटा राइडहरू चाहिँ सम्पूर्ण चाहिँ मैले फ्रीमा गरेको छु पब्लिकहरूको रिभ्यू बुझ्नलाई पब्लिकको आवाज कस्तो छ त सार्वजनिक यातायातहरू बन्द हुँदा कतिको अप्ठ्यारो पर्छ भन्ने हिसाबले गरेको छु होइन त्यही भएर अर्को भ्लगमा भेटौँला साथीहरू सो बाई बाई।